गाइज अब हामी फाइनली भ्लगमा फेरिदेखि सुरु भएको छौँ हैन। हाम्रो दाजुभाइ अब यसो मिलेर झोलासोला बोकेर टक्क लगाएर हामी पानी लिन जानु लागिरहेछ हैन। पानी लिनको लागि हामी चाहिँ तयारीमा छौँ हैन। अब ल हामी अब पानी लिनको लागि लाग्दैछ। दाइ जाने होइन तपाईँ? जानु त यसो घुम्न जाउँ, के बसिरहनु हो, जाउँ ल। हो दादी ल गएको ए अब पछाडि आएर छ। अब हामी चाहिँ यसरी लाग्दैछौँ फाइनली। हाम्रो दाजुभाइहरू छ, हाम्रो देउता दाइ अनि उता छ हाम्रो फेरि अर्को दाइ। उहाँ चाहिँ खतरनाक हो फेरि होइन। देख्नु मात्रै यस्तो सोच देख्नु भइरहेको छ, खतरनाक छ। 2 कदम आगे हो। पानी लिन धेरै कतिको टाइम लाग्छ दाइ यहाँदेखि? 5 मिनट जति। ठिक छ, जाने हो अब पानी सानी लिनलाई। यो कस्तो फोहोर गरिराखेको हो बाटोमा, लत्त फाल्ने भएन नि, त्यत्रो डस्टबिन बनाएको छ। हेर्नुहोस् गाइस, बिरालोको नतिजा नि अब यस्तो छ। बिरालोको नतिजा क्याटको फाइनली झरे अवतारीहरू भेट्छ। साइकलहरू चाहिँ अब के बनाएको छ, साइकलहरू छ, त्यही बुझ्दैन साइकलहरू चढ्नलाई। यता पो हो बाटो, ल झन्डै बाटो बिर्सेको हो मैले, थाहै छैन हौ पानी लिनु जाँदाखेरि। बवाल छ है, बवाल ल। यसो जोगान्ने नै यो चाहिँ अब मेरो घर हो। सबजना बसिरहेको छ। एकजनाबाट नै मलाई महिनाको 200 रुपियाँ आउँछ रुम भाडा। अब कसलाई अब रुम सुन चाहियो भने भन्नु, मलाई कन्ट्याक्ट गर्नु होइन, कन्ट्याक्ट गर्नु होला। ह्याप्पी नाम छ त्यहाँ टक्क लगाएर हेरेर जानु। अस्तिदेखि राखेको अब हाम्रो गाडी चाहिँ चलाउनै पाएको छैन हो, फोहोर भएको छ। वास गर्न जानुपर्ने के जानु। गाई त्यस्तै छ आजको होलिडेमा। अब टाउको दुख्ने परेको छ है, अब के भन्नु। समयले साथ दिएन भने फेरि आज समयले के अरे पुरा च्यालेन्ज हानिरहेको थियो होइन दाइ? समयले च्यालेन्ज हानिरहेको थियो। ल गरिहाल्यो, अब के गर्ने है, यस्तै हो। यो मस्ती आमा बवाल छ हो, हेप्पी बवाल छ यहाँ। घुम्न त घुम्नै हिँड्दा छ। हजुर मस्जिद होइन। बवाल तर सब जग गर्दै ब्याग खेल्दै हुँदैन नि। यस्तो हामी चाहिँ पानी लिनको लागि आएको हो। सबजना लाइनमा रहेछ। अब हामी चाहिँ अब फर्किए। अब एकछिन अब मार्केटमा जाउँ टक्क। अब टक्क लगाएर मार्केट साइकेल गएपछि अब सिधै भेटौँला है गाइज। ल गाइज फाइनली हामी आइपुग्यौँ होइन मार्केट पनि। मार्केट पनि आइपुग्यो। के लिने हो र दाइ? अनि बनायो भने त अब त्यही हो। मेरो आफैले बनाएको जस्तो मिठो त लाग्दैन हो। ल ठ्याक्कै बन्द गरेछ त। बन्द गरेछ। अलिकति स्पिड अहिले तल यहाँ अहिले बन्द हुन लागेको छ। त्यही भएर स्पिड के लिने हो खै? अहिले यहाँ फेरि क्लोज हुन लागेको छ क्या, त्यही भएर गाह्रो छ। सो स्पिडमा के लिने हो, अहिले के लिने हो थाहा छैन। सोचा हो के लिने हो।
माछा त के खानु हौ फाइनली मार्केटभित्र नि छिटै आज क्लोज हुँदा छिटो भनेर त्यहाँ मार्केटको मान्छे चाहिँ बिचमा त यो चाहिँ के खाने त नखाने कति हिँड्दा छ है अब यसमा बन्द हुँदा रहेछ हामी अघिपट्टि गयौँ हामीले भने सोचे जस्तो पनि पाएन यहाँ त्यही भएर अब हामी जान लाग्छ पाएन त्यही हो निहुरेर हिँड्नुपर्छ हौ दुनियाँमा पैसा झुकेको थिएन अब यहाँ सटार धेरै झुकाउँछ हौ भन्यो रमदान भएर अनि होटलमा हेर न त्यो रेस्टुरेन्ट पुरा बसिरहेको आमा खाना चाहिँ कहाँ खाने अब यहीँ आएर खानु खाना अहिले यहाँ आएर खानु किन त यहाँ बनाउनुलाई अब त्यहाँ मार्केट खुला सकिने हो ठिक छ अब के गरिन्छ अब एडजस्ट गर्नै गरिन्छ आज एक दिन त हो फेरि आज भोलि पनि छ त साथी है भोलिदेखि त ल्याइदिन्छ फेरि होइन र पार्सल गरेको आज के अरे ल्याउँदै ल्याएन कि अब उनीहरू नि आज बल्ल तल्ल छुट्टी भएको छ होला अब त्यो गइदिइहाल्यो होलिडे मनाउन अब त्यही हो त मजाले हाम्रो त्यो उता बिर्सिँदैन नि त अहिले ब्याग त त्यही छ होइन त्यही छ कोरोको पछाडि बिस्तारै जानु तर दौडेर जानु कुदेर आउनु न भने है यस्तो हँसाउनु परिहाल्यो नि होइन अब दुःख सुख भने यस्तै हो हाँस्दै अब हिँड्नुपर्छ स्टेज जस्तै स्टेज आएर हाँस्नु त परिहाल्यो नि स्वास्थ्यलाई हानिकारक त गर्नु भएन हिँडिरहेको छ फाइनल्ली टुकुर 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 चप्पल राइड हो हामी चाहिँ अहिले चाहिँ यता अर्को मार्केट जाने भने त अब हामी खुल्ला छ कि हेर्न जान्छु अब खुल्ला छ भने तपाईँहरूले देखाउँछु नि त है ल यहाँ नि बन्द पो छ त अनि त सब बन्द रहेछ आज मार्केटहरू रेस्टुरेन्टहरू नि क्लोज गरेर छ त यार सबै यार गर्ने के त उपाय छैन मारी जिम गर्नु गइदिने है अब खाना साना त डाइटिङमा हान्नुपर्छ जस्तो लाग्यो त हौ अति पो भयो त अनि भनेर पनि पाएको छैन नि त फेरि अहिले त के गर्ने हो के गर्ने ब्लग अब रुममा अन्डाहरू छ यहाँबाट लिएर जाने अन्डाको तरकारी बनाउनु अन्डा तरकारी बन्द छ मार्केट बन्द छ सब बन्द हुन्छ ओके खाना खानु भन्नु त ठिकै हो नि त्यो खाना खानु भन्नु त त्यो रोटी सोटी खाएकै राम्रो हो यहाँ सानो मार्केटमा जाम बालन छ ए सानोमा सानो बक्कल ब्यालेन्स अब त्यो सिम्नी अब हाल्नु पर्ला आजदेखि भने कन्ने गर्नु पऱ्यो नि फेरि अघि दिउँसो जसरी फेरि गटङ कुदेर आएर खोज्नु पऱ्यो नि टोइलेटमा सुतिरहेको छ कि क्या भनेर खोज्न आयो आउनु पऱ्यो भने त तनाव हुन्छ नि त फेरि अनि आज त यार यहाँ त बत्ती सत्ती सब बन्द भयो है अब त्यस्तो बवाल हुन्थ्यो कि आमा झिल्लिमिली हुन्थ्यो हाम्रो यहाँको टोल त अनि बवाल हुन्थ्यो एउटा कालो भएर होला केही देख्दैन त हो लाइट बिना त आमा थेत्तेरीको हाम्रो बस्ने टोल चाहिँ फेरि यस राम्रै छ अरूको भन चाहिँ यो चाहिँ अब लिनुभएछ रुम लिन आउनु यो गाडीहरू चाहिँ म भनिदिन्छु टेन्सन नगर्नु 100 रुपियाँमा रुम लिन आउनु म भनिदिन्छु अनि क्लोज हो क्या हो खुल्लै छ अब यहाँ अघिको ठाउँमा नपाएर अब यहाँ सिधै आइदिएको पऱ्यो मार्केटबाट फर्केर हिँड्ने अब हाम्रो अब रुम साइड हाम्रो अब रुम जानु पऱ्यो अनि टोपी त नि क्रिमिनल देखाएको छ त मेरो झन् नि बिरालोको जस्तो त्यो देखिरहेको रहेछ नि त नि
एनिमल जस्तो देखियो अनि म्याउ म्याउ हो भर लागिरहेको छ दाजुभाइ हामी चाहिँ अब टोलमा घुम्दै फिर्दै अब हामी चाहिँ अब घरपट्टि लागिरहेको छौँ रोटी चाहिँ हो यार हल्लो बवाल छ भाइ हुनु पऱ्यो नि फेरि अति नै बवाल अन्त मान्छे त के हो हामी चाहिँ फाइनली यही हो यतातिर आएको छु अब भ्लग गर्दै हामी हाम्रो रुम साइड आइपुग्नु लागिसक्यो अब आउँछ गाइज कन्टिन्युसली गर्ने तयारमा छु तपाईँको साइकल त खोज्दैन साइकल ल अन्त अनि अति भइहाल्यो नि साइकलिङ अनि अस्तिको गाडी खोइ त नि तपाईँको अनि गाडी अनि कहाँ छोडिदिनु भएको तपाईँले खतम भयो नि नानी घुम्न जानुपर्ने है ठिकै छ गाडी अब आज के निकाल्दा फेरि भोलि जाने हो गाडी साडी बोकेर ठिकै छ साइकल पनि छैन त छनु त तपाईँको कहिले कहिले त्यो उ गर्नुको लागि साह्रो के पन्चाउनुको लागि टाइममा उ गर्नुहुन्छ यति टोल घुम्न ठिक हुन्छ कि यस्तो नि हुने है हट्टा चप्पलमा हिँडिरहनु भनेर धेरै राम्रो हामी चाहिँ हामीलाई सिटी सर्दै टक्क लाएर हामी आइपुग्नु लाग्यो गर्दै आइपुग्यो दुबई जाने अब हामी भग गरेर फाइनली हामी रुममा आइपुग्नु लाग्यो के छ के छ के रे गर्दै हाम्रो रुममा आइपुग्यो होइन फाइनली ठ्याक्कै खोलिदिनु भइरहेको रहेछ ढोका हामी आगो भनेर थाहा छ होइन ल गाइज ल अब हामी चाहिँ फाइनली रुममा आइपुग्यो अब के गर्ने त हामी अब चाहिँ अब खाना पकाउनु पर्यो के बनाउने तयार छ हामी अब आज चाहिँ अब हाम्रो यहाँ फेसिलिटी के चाहियो तपाईँहरूले भन्नुहोस् सब छ हाम्रोमा चाहिँ हो छन्दै छ है अब के गर्ने खानासाना बनाउनु तयार हुन्छ अब अहिले आउँछ हामी को लागि खानासाना बनाएपछि अब हामी खान्छौँ सोध्छौँ आजको लागि यति नै भयो होइन छ ल अब हामी गइदिएको